वेलकम ब्याक टु सन्तोष सर। धेरै दिनपछिको मौसम चाहिँ आज एकदम कुल छ। गर्मीले 2-4 दिन त यस्तो हम्बे बनायो, मैले त चिन्न सकिनँ। लेट्स सी, सच अ कुल प्लेस क्या, कस्तो आनन्दको ठाउँ क्या, टक्क आएर बस्नलाई। गार्डनिङहरू बबाल, ओभरअल है एकदमै हरियाली ठाउँ। यो चाहिँ इन्ट्रान्स हो अनि म चाहिँ भर्खर इन्ट्रान्सबाट भित्र गएको छु। ब्याकप्याक गरेँ अनि मेरो पालो लाग्यो। आजकल के छ भने घरमा बसेर पनि मोबाइल मात्रै हेरिन्छ, त्योभन्दा बाहिर गयो भने यस्तो हरियाली देख्न पाइन्छ है। त्यो सिस्टम चाहिँ खत्रै मेन्टेन गरेको छ क्या। जता गए पनि हरियाली सुन्दर है, मनै लोभ्याउने ठाउँको क्या। प्राकृतिक रूपमा नबनेको भए पनि यहाँको गभर्नेन्सले राम्रै गरेछ। त्यो सबै आर्टिफिसियल हो। के लोकल नेपाली बाटो साइडमा यो के हो, एउटा पोन्ड छ है। म चाहिँ त्यहीँ जाँदैछु अहिले। लेट्स सी कस्तो छ, त्यहाँ गएपछि हेरौँला है त। यार जङ्गलमा कता पुग्यो भने है, हाम्रोमा चाहिँ बुढेसकाल लागेपछि बुढा एकातिर बुढी एकातिर हुन्छ। यिनीहरूको चाहिँ झन् बुढेसकालमा सँगै हुन्छ। के हो, विदेशी चालचलन रहनसहन ठिक छैन भन्छन्, झन् यिनीहरूको चाहिँ राम्रो हुन्छ। राम्रो